सबै साथीहरुलाई नमस्कार। आजको क्लासमा फेरि स्वागत छ सबैजनालाई। अस्ति चाहिँ हामी विश्वको भूगोल भन्ने टपिक हामी सुरु गरेका थियौं है। आज हामीले पनि त्यही टपिकले निरन्तरता दिन्छौं हामी। विश्वको भूगोल भन्ने टपिक जुन छ हाम्रो अस्ति सुरुमा तपाईको पढाउने दिनमा धेरैसो साथीहरु यहाँबाट हुनुहुन्थ्यो अनि कोही नयाँ साथी आज एक दुईजना नयाँ साथी पनि हुनुहुन्छ। त्योमध्ये विश्वको भूगोल पढ्ने टपिकबाट शिक्षा सेवा आयोगतिरको तयारी गर्ने साथीहरुको लागि 4 मार्क आउँछ यहाँबाट। त्यो सिलेबस अस्ति मैले बताएको हो। अनि खरिदारको जुन तयारी गर्ने साथीहरुको लागि यो टपिकबाट चाहिँ 3 वटा प्रश्न आउँछ, 2 मार्कको 6 मार्कको आउँछ है विश्वको भूगोलको टपिकबाट। हजुर, खरिदारमा चाहिँ 3 वटा क्वेशन आउँछ, 3 वटा प्रश्न 2 मार्कको 6 नम्बरको। अनि शिक्षा सेवा आयोगमा 2टा प्रश्न 2 नम्बरको 4 नम्बरको 2 into 2 भनेको 4 नम्बरको है। अनि अस्ति हामी भनेको सुरुमै पढ्यौं कि भूगोल भन्ने शब्द जुन कहाँबाट आयो, उत्पत्ति कहाँ भयो, प्रयोग कहिले भयो लगायत कुरा हामी पढ्यौं, यसको इतिहास, पृष्ठभूमि। अनि हाम्रो सिलेबसमा हाम्रो के दिएछ त्यहाँ पढ्नलाई के भनेको छ कि त्यहाँ महादेशको बारेमा मात्रै पढ्ने हैन, फेरि महासागरको बारेमा पढ्ने, फेरि त्यसपछि भनेको दूरी, देशान्तर, अक्षांश लगायत कुराहरुको बारेमा पढ्ने हाम्रो सिलेबसमा दिएछ। अब हामी त्यही सिलेबस भित्रै छौं हामी। अस्ति हामी भनेको सुरु गर्ने बेलामा 7 वटा भनेको महादेशहरु मध्ये हैन एसिया महादेशको बारेमा हामी पहिले पढिसकेका छौं। अनि आज चाहिँ हाम्रो के छ त्यही टपिक भित्रै भनेको हामी हैन त्यही टपिक भित्रै भनेको हामीले अफ्रिका महादेशलाई केही पढेका थियौं, केही बाँकी थियो हैन धेरै कुराहरु। अब अफ्रिका महादेशको बारेमा मैले फेरि एक पटक भनेको मैले रिभाइज गर्दिन्छु हैन। 7 वटा भनेको महादेशहरु मध्ये दोस्रो सबैभन्दा ठूलो महादेश क्षेत्रफलको हिसाबले, सबैभन्दा बढी भनेको देशहरु भएको महादेश, यसलाई विविधताको महादेश पनि भनिन्छ, अँध्यारो महादेश पनि भनिन्छ। अनि यहाँ भनेको पुरानोदेखि लिएर नयाँ प्रकारको सबै प्रकारको संस्कृतिहरु पाउने भनेको महादेश पनि भनिन्छ यसलाई। यो सबै तपाईको त्यो भइसकेछ हैन हो। अब यसलाई भनेको हैन बीचबाट भनेको भूमध्य रेखाले हैन बीचबाट भनेको बीचैबाट हैन बीचबाट भनेको काटेर गएको महादेश भनेको भनेर कुन महादेशलाई चिनिन्छ? अफ्रिका महादेशलाई हैन। अनि यो के छ सबैभन्दा तातो पनि छ है। अब सुन्नुस्, अब यहाँ के छ हाम्रो आज अफ्रिका महादेशलाई हैन भूमध्य रेखालाई 20 भागमा काटिएको छ। यसको पूर्वमा चाहिँ लाल सागर पर्छ, रेड सी पर्छ हैन। अब कहिलेकाहीँ सोच कि एसिया र अफ्रिकालाई कुन सागरले छुट्याएको छ? तो लाल सागरले छुट्याएको छ भन्ने कुरा हामी पहिले पढिसकेका छौं। यसको पश्चिममा चाहिँ भनेको आन्ध्र महासागर छ, दक्षिणमा चाहिँ के छ कुमेरु महासागर छ, र उत्तरमा चाहिँ भूमध्य सागर छ। भूमध्य सागर भनेको मेडिटेरियन सी है, एउटा महासागर हो। अफ्रिका महादेशको सबैभन्दा होचो भूभाग लेक असाल अथवा जिबुटी पनि भनिन्छ। त्यो समुद्रको सतहबाट चाहिँ 156 मिटरको गहिराईमा छ। अस्ति मैले के पढाएको थिएँ कि विश्वको सबैभन्दा गहिरो स्थान समुद्रको सतहबाट गहिरो स्थानको अथवा होचो भाग कुन हो? मृत सागर हो, जसको भनेको कति त्यो गहिराईमा छ हैन। त्यो कति भनेको 1 मिटर होचो छ समुद्रको सतहबाट, 392 मिटर होचो छ, जुन कहाँ पर्छ? इजरायल देशको नजिकै पर्छ। अस्ति मैले सुरुमा पढाएको हैन, एसिया महादेश पढाउने बेलामा हामी पढेको। अब हेर्नुस् है, यो जुन लेक असाल अथवा जिबुटी भन्ने ठाउँ छ त्यो समुद्रको जुन सतह छ त्योभन्दा कति भनेको होचो छ यो ठाउँ? 156 भनेको मिटर गहिरो छ है। अनि जुन तपाईको के थियो मृत जुन सागर थियो त्यो विश्वको सबैभन्दा के हो? होचो भूभाग हो। कहाँबाट? समुद्रको सतहबाट है। अनि यो कहाँ पर्छ? इजरायलको नजिकै एसिया महादेशमा पर्छ। अब हेर्नुस् है, यस महादेशको सबैभन्दा बढी गर्मी भनेको कुन देशमा हुन्छ? लिबिया भन्ने देशमा हुन्छ। लिबिया देशमा सबैभन्दा बढी गर्मी हुन्छ। अनि सबैभन्दा बढी जाडो हुने देश भनेको कुन देश हो? मोरक्को। मोरक्कोमा सबैभन्दा बढी जाडो हुन्छ अफ्रिका महादेशको। अफ्रिका महादेशमा जम्मा देशको संख्या कति छ? 54 वटा हो के न। 54 वटा देशहरु मध्ये सबैभन्दा चिसो देश भनेको मोरक्को, सबैभन्दा गर्मी हुने देश भनेको कुन हो? लिबिया हो। ठीक। अब हेर्नुस्
मानव सभ्यताको सुरुवात यसै महादेशबाट भएको हो भने प्राचीन र आधुनिक सभ्यता पाइने महादेश समेत यही हो। के भनेछ? मानव सभ्यताको सुरुवात कहाँबाट भएको? यही महादेशबाट भएको। जस्तै तपाईको मिस्रको सभ्यता भनेको विश्वको सबैभन्दा पुरानो सभ्यता हो, जुन कहाँबाट उत्पत्ति भयो? यही महादेशबाट, इजिप्टबाट, हो कि न? जुन यही पर्छ। अनि प्राचीन र आधुनिक सभ्यता पाइने महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अफ्रिका महादेशलाई, हो कि न? अब मिस्रको पिरामिड जुन छ कुन देशमा पर्छ? इजिप्टमा पर्छ। हो, यी कुराहरू तपाईको हामी यसलाई पढिसकेका छौँ पहिल्यै, तै पनि एकचोटि मैले यसलाई रिभाइज गरिदिए, हो कि न? ल अब हामीले यो टपिकलाई भनेको हामीले थोरै यसको अझै पढौँ हामी है। अफ्रिका महादेशलाई भनेको सबभन्दा पहिला कसले पत्ता लगाए? यसको बारेमा अध्ययन गरे। अफ्रिका महादेशको विषयमा सन् 1856 मा डेभिड लिभिङस्टोनले सार्वजनिक जानकारी गराएको हो। ठीक छ, यसको बारेमा विस्तृत अध्ययन कसले गरे? सबभन्दा पहिलो पटक अलि विस्तृत तरिकाले, हैन, डेभिड लिभिङस्टोन नामको व्यक्तिले के गरे? अफ्रिका महादेशको बारेमा धेरै तथ्यहरू भनेको पत्ता लगाएर सार्वजनिक गरे। ठीक छ, त्यसले गर्दा के भनिन्छ? अफ्रिका महादेशलाई पत्ता लगाउने भनेको व्यक्ति को हुन्? डेभिड लिभिङस्टोन भन्ने नामको व्यक्ति पनि भनिन्छ यसलाई। विविधताको महादेशको रूपमा चिनिने यो महादेश नै मडागास्कर टापु रहेको छ। विश्वको सबैभन्दा सुन्दर टापु भनेको के हो? नामले चिन्ने टापु कुन हो? मडागास्कर अथवा मडागास्कर, जुन कहाँ पर्छ? कुन महादेशमा पर्छ? अफ्रिका महादेशमा है। एउटा टापु हो, आइल्यान्ड हो, मडागास्कर नामको, एकदमै सुन्दर छ, मान्छेहरू यहाँ घुम्न जान्छ। विश्वको सबैभन्दा बढी हिरा र सुन उत्पादन हुने महादेश पनि यही हो, अफ्रिका हो। अफ्रिका महादेशले के गर्छ? विश्वमा सबभन्दा बढी हिरा पनि उत्पादन गर्छ अनि सुन पनि गर्छ है। अब हेर्नुस्, हिराको लागि किम्बर खान, विश्वको सबभन्दा ठुलो हिरा खानीको नाम के हो? किम्बर खान हो है। यो जुन किम्बर खान छ त्यो खानीको नाम हो, जुन के हो? विश्वको सबभन्दा ठुलो हिरा खानी हो, जुन कहाँ पर्छ? यो अफ्रिका महादेशमा पर्छ, किम्बर खान हो। भने सुनको लागि भनेको है कुन ठाउँ भनेको भने के छ? एकदम प्रसिद्ध छ, जोहानेसबर्ग, जुन चाहिँ दक्षिण अफ्रिका देशमा छ है। दक्षिण अफ्रिका देशमा जुन छ एउटा भनेको ठाउँ, त्यसको नाम के हो? जोहानेसबर्ग। त्यो जोहानेसबर्ग भन्ने ठाउँमा के छ? यो सुनको लागि एकदमै त्यो प्रसिद्ध छ, त्यहाँ धेरै भनेको उत्पादन हुन्छ त्यहाँबाट है। अब हेर्नुस्, यो महादेशका प्रमुख भनेको शहरहरू, प्रमुख शहरहरूमा केपटाउन पनि तपाईको दक्षिण अफ्रिकामा पर्छ हैन, कायरो, इजिप्टको राजधानी कायरो, नैरोबी, लुसाका, आदिस अबाबा, हरारे आदि हुन् है यो महादेशका मुख्य भनेको शहरहरू। अनि यो महादेशको सबभन्दा पुरानो भनेको शहर कुन हो? इजिप्टको राजधानी कायरो। इजिप्टको राजधानी कायरो भनेको यो महादेशको सबभन्दा पुरानो के हो? राजधानी हो है, कायरो। अनि यो महादेशमा पर्ने इथियोपियालाई काफीको घर पनि भनिन्छ। यो कुरा हामी पनि अस्ति नै पढिसक्यौ। काफीको घर भनेर कुन देशलाई चिनिन्छ? इथियोपियालाई चिनिन्छ। विश्वको सबभन्दा गरिब देश भनेर कुन देशलाई चिनिन्छ? इथियोपियालाई चिनिन्छ हैन। एउटै भनेको थालीमा पुरै घरभरि खाने हैन, एउटै थालीमा पुरै घर परिवार भनेको खाने भनेको देश कुन हो? इथियोपिया हो। इथियोपिया देशको मान्छेले एउटै थालीमा पुरै घरभरि खान्छन् बसेर। यस्तो अनौठो कुराहरू, पराता होला नि ठुलो, त्यो परातामा खान्छन् होला है, यस्तो छ। अनि इथियोपियालाई विश्वको सबैभन्दा गरिब देश पनि मानिन्छ। यस महादेशमा पर्ने भूपरिवेष्टित राष्ट्रहरूको संख्या कतिवटा छ? 16 वटा। एसियामा कतिवटा छ? अस्ति हामीले पढेको एसियामा 12 वटा। ठुलो भनेको महादेश भनेको एसिया महादेशको ठुलो भनेको भूपरिवेष्टित राष्ट्र कुन थियो? के थियो? एसिया महादेशको सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कजाकस्तान। सानो कुन थियो? विश्वको पनि हो अनि एसियाको पनि हो, अर्मेनिया हो। विश्वको सबभन्दा ठुलो भनेको अथवा एसिया महादेशको सबभन्दा ठुलो भनेको भूपरिवेष्टित राष्ट्र भनेको के थियो? कजाकस्तान थियो। सानो भनेको अर्मेनिया थियो, हो कि न? अब यहाँ हेर्नुस्, यस महादेशमा जम्मा भनेको हैन भूपरिवेष्टित राष्ट्रहरूको संख्या 16 वटा छ है। 16 वटा देश चाहिँ भनेको समुद्रलाई छुँदैनन् हैन,
माटोबाट तपाईको के छन्, तपाईको ल्यान्डबाट पनि घेरिएको छन्, त्यसलाई के भन्छ हामीले ल्यान्डलक कन्ट्री। 16 भूपरिवेष्टितमा 16 वटा जुन भूपरिवेष्टित राष्ट्रहरू छन् यो महादेशमा, त्यो मध्ये सबभन्दा ठुलो देश भनेको चाड हो है। के हो यसको नाम? चाड हो है। अनि सानो भनेको अन के नाम हो? स्वाजिल्यान्ड, अथवा यसको अन पुरानो नाम के हो? इस्वातिनी। ठीक छ, यसको नाम परिवर्तन भने आजकल के छ? इस्वातिनी। यो एउटै नाम हो है। इस्वातिनी चाहे भन्नुस् चाहे स्वाजिल्यान्ड भन्नुस्, पुरा एउटै हो है। यसको नाम चाहिँ परिवर्तन गरेर के छ आजकल? इस्वातिनी राखेको छ स्वाजिल्यान्डको। ठीक, ठुलो देश भनेको, ठुलो भूपरिवेष्टित देश भनेको चाड हो, अनि सानो चाहिँ के हो? इस्वातिनी अथवा स्वाजिल्यान्ड, अफ्रिका महादेशको। स्वाजिल्यान्ड फरक हो। स्विट्जरल्यान्ड चाहिँ तपाईको त हैन युरोपमा पर्छ है। अब सुन्नुस्, यो बुझ्नुभयो? एसियामा कतिवटा भूपरिवेष्टित राष्ट्रहरू थिए? 12 वटा। 12 वटा थिए हैन। कहाँ? एसियामा। अफ्रिकामा कतिवटा? 16 वटा है। युरोपमा कतिवटा? 18 वटा। साउथ अमेरिकामा कतिवटा? 2 वटा। नर्थ अमेरिकामा छैनन् है। अस्ट्रेलियामा पनि छैनन् है। त्यसपछि तपाईको जम्मा कतिवटा भयो? हो, यति हो हैन। अस्ट्रेलियामा पनि छैन। ठीक छ, अब हेर्नुस्, है, ध्यान दिएर। अफ्रिका महादेशको सबभन्दा ठुलो देश भूपरिवेष्टित भनेको ठुलो देश कुन हो? सानो कुन हो? ठुलो देश कुन हो? सानो देश कुन हो? लगायत कुराले पनि त्यो बुझ्नु होला है। अफ्रिका महादेशको सबभन्दा ठुलो देश भनेको अल्जेरिया हो। ठीक, अल्जेरिया भनेको यो महादेशको सबैभन्दा ठुलो देश हो। पहिला भनेको सुडान थियो, दक्षिणी सुडान अथवा सुडान थियो पहिला। तर जब सुडान चाहिँ 2011 सालमा के भयो? दक्षिणी सुडान र उत्तरी सुडानमा हैन डिभाइड भएपछि हैन, त्यो विभाजित भएपछि, टुक्रिएपछि हाल भनेको अफ्रिका महादेशको सबभन्दा ठुलो देश चाहिँ कुन हो? अल्जेरिया हो। जसको क्षेत्रफल कति छ? 23,81,741 भनेको वर्ग किलोमिटर यो क्षेत्रफल रहेको छ है। पहिला चाहिँ भनेको सुडान रहेको थियो। यो देश भनेको टुक्रिएपछि हाल अल्जेरिया भएको हो है। यो क्षेत्रफलको आधारमा यो महादेशको सबभन्दा ठुलो देश भनेको अल्जेरिया। अब हेर्नुस् है, अल्जेरिया अफ्रिका महादेशको। सानो देश भनेको के हो? सानो देश भनेको सिसेल्स हो। सिसेल्स भनेको सानो देश है। ठीक छ, अब हेर्नुस्, मैले अघि नै भने कि यो महादेशको सबैभन्दा ठुलो भनेको भूपरिवेष्टित राष्ट्र भनेको चाड थियो। सानो भूपरिवेष्टित राष्ट्र भनेको के थियो? स्वाजिल्यान्ड अथवा के थियो? इस्वातिनी हो कि न? हो, इस्वातिनी अथवा स्वाजिल्यान्ड थियो। अब ठुलो देश भनेको अल्जेरिया, सानो देश भनेको सिसेल्स। ठीक, यस महादेशमा जम्मा देशहरूको संख्या कति रहेको छ? 54 वटा रहेको छ। अब देशको संख्याको आधारमा हामी गयो भने यो चाहिँ सबैभन्दा ठुलो महादेश हो हैन। देशको संख्याको आधारमा गयो भने अथवा देशको संख्या जुन छन् त्यो सबभन्दा बढी कुन महादेशमा छ? अफ्रिकामा। त्यसै गरी गयो भने संख्याको आधारमा गयो भने त्यति बेला सबभन्दा ठुलो महादेश कुन हो? अफ्रिका हो। तर क्षेत्रफलको आधारमा एसिया सबभन्दा ठुलो हो अनि दोस्रो नम्बरमा अफ्रिका आउँछ है। अब हेर्नुस्, अर्को कुरा यहाँ हेर्नुस् है, यसको क्षेत्रफल चाहिँ कति छ हैन? यसको क्षेत्रफल जम्मा कति छ है? यसको क्षेत्रफल भनेको वर्ग किलोमिटर। यसको क्षेत्रफल भनेको वर्ग किलोमिटर रहेको छ। यसको क्षेत्रफल राजधानी भनेको जुवा हो। सुन्नुस्, 6,19,745 भनेको वर्ग किलोमिटर रहेको छ है। अनि यसको राजधानी भनेको कहाँ हो? जुवा हो, जुवा है, सुडानको। ठीक, जुवा भनेको यहाँको राजधानी हो। अनि कहिले टुक्रिएको यो है? हेर्नुस् है, सुडानमा सन् 2011 साल 11 साल जनवरी 9 देखि 15 सम्म भएको जनमत संग्रहमा त्यहाँका जनताले कति गरे? 98.83% जनताले दक्षिण सुडानलाई टुक्र्याउने पक्षमा
मतदान गरेका थिए। सुन्नुहोस् है हजुर, त्यहाँ सुडानको। अब सुन्नुहोस् है, सुडानमा के भएको थियो सुन्नुहोस् है, यहाँ ध्यान दिएर। जस्तै तपाईँको त्यहाँ तपाईँको भनौँ न, यहाँ के भएको थियो सुडानमा चाहिँ, दक्षिण सुडानका जनताले के गरे कि दक्षिण सुडानलाई होइन उत्तरी सुडानबाट के हुनु पर्यो, टुक्र्याउनु पर्यो, दुईटा सुडान बनाउनु पर्यो भनेर त्यति बेला के गरे, त्यहाँ तपाईँको दुईटा पक्षमा के भयो, भोट गरियो। त्यहाँका जनताले भोटिङ गरे कि सुडान भनेको एउटै हुन्छ कि सुडानलाई टुक्र्याउनु पर्यो भने होइन। त्यहाँ के राखेको थियो, त्यहाँ भने अप्सन दिएको थियो, दुईटा अप्सन। त्यो होइन त्यहाँको जनताले के गरे कि भनेको सुडानलाई भनेको दुईटा सुडानमा टुक्र्याउनु पर्छ भनेको, त्यो पक्षमा कतिजना भनेको होइन कति प्रतिशत जनसङ्ख्याले भोट दियो, 98.83% जनसङ्ख्याले के गर्यो कि दक्षिणी भनेको सुडानलाई टुक्र्याउनु पर्छ। अरू के बनाउनु पर्छ भने मतदान के गर्यो भनेको आफ्नो भोट दिए। त्यसले गर्दा के भयो, त्यो भनेको मेजोरिटी आयो कि आएन, बहुमत आयो कि आएन। 100% मा 98% भनेको अथवा लगभग 79% भनेको जनसङ्ख्या के गर्यो कि भनेको टुक्र्याउनु पर्छ भन्ने पक्षमा भोट हाल्यो। त्यसले गर्दा के भयो, सुडानलाई टुक्र्याइयो, दुईटा सुडान भयो होइन। त्यसपछि जर्मनी थियो, दुईटा जर्मनी थियो होइन हो, तर आजकल भनेको एउटै छ हो। अब हेर्नुहोस् है, आजकल चाहिँ जर्मनी एउटै छ। अब हेर्नुहोस् है यहाँ अर्को, अब यहाँ तपाईँको के भनेको छ, यहाँ जनमत सङ्ग्रह बुझ्नुहुन्छ होइन। जनमत सङ्ग्रह भनेको एउटा के हो, त्यो चाहिँ इलेक्सनको प्रक्रिया हो, एउटा इलेक्सन हो जसमा दुईटा पक्ष मात्रै हुन्छन्। एउटा इलेक्सनको प्रक्रिया हो जसमा दुईटा पक्ष मात्रै हुन्छन्। दुईटा जनताले दुईटा अप्सन दिन्छ कि तपाईँले यो पक्षमा भने आफ्नो भोट दिने हो कि होइन, पक्षमा दिने हो कि विपक्षमा दिने हो। यदि पक्षमा दिने हो भने होइन पक्षको बहुमत आयो भने त्यही कुरा मान्य हुन्छ, विपक्षको आयो भने बहुमत आयो भने त्यही मान्य हुन्छ, त्यही कुरा लागू हुन्छ। त्यही भनेको होइन भोटिङ प्रक्रियालाई हामी के भन्छौँ, इलेक्सनको प्रक्रियालाई के भन्छौँ हामी, जनमत सङ्ग्रह भन्छौँ हामीले हो। जनमत सङ्ग्रह भनेको रिफरेन्डम भन्छ इङ्ग्लिसमा, ठिक छ, रिफरेन्डम भनेको जनमत सङ्ग्रह। अब हेर्नुहोस् है, उच्च समस्थली तथा चिसो हावापानी विहीन एवं तातो महादेश समेत भनी यसै महादेशलाई चिनिन्छ है। उच्च समस्थली बुझ्नुहुन्छ, ध्यान दिएर सुन्नुहोस् है। उच्च समस्थली भनेको कस्तो, यहाँको धेरै भूभागहरू के छन्, मरुभूमिले भनेको ढाकेको छ भनेको के छ अलि, जुन यहाँको धेरै जुन भूभागहरू छ कस्तो छ, मरुभूमिले ढाकेको छ है। उच्च स्थानमा भए पनि कस्तो छ, यसले मरुभूमिले ढाकेको छ। अनि विश्वको सबभन्दा ठुलो मरुभूमि भनेको यही छ, सहारा मरुभूमि, कालाहारी लगायत भनेको मरुभूमि त्यो यही छन्। कुन महादेशमा, अफ्रिकैमा है। सहारा मरुभूमि भनेको विश्वकै सबभन्दा ठुलो मरुभूमि हो, जसको क्षेत्रफल कति छ, लगभग 84 लाख वर्ग किलोमिटर। सहारा मरुभूमिको क्षेत्रफल कति छ, 84 लाख वर्ग किलोमिटर है। अब सुन्नुहोस्, अनि चिसो हावापानी विहीन एवं तातो महादेश भनेर कुन महादेशलाई चिनिन्छ, अफ्रिका महादेशलाई। यहाँ चाहिँ भनेको चिसो भनेको होइन हावापानी एकदमै कम पाइन्छ, ठिक छ, देखिएछ ल। के होइन, सुडानबाट भएको होइन, अहिले म बताइरहेको छु। विश्वयुद्धको सुरुवात भनेको युरोपबाट भएको, युरोपबाट हो। विश्वयुद्धको सुरुवात चाहिँ युरोप महादेशबाट भएको हो। औद्योगिक क्रान्तिको सुरुवात पनि युरोपैबाट भएको हो, ठिक छ ल।